हेलो हाई गाइजहरू, सुमी रमी ब्लगमा हजुरलाई स्वागत छ। म चाहिँ सुमी। म चाहिँ पसल गएर आउँदैछु हैन। अनि म चाहिँ घरमा आइपुग्नु लागेँ। म चाहिँ बहिनीले रिचार्ज भनेको थियो, अस्तिदेखि नै रिचार्ज छैन दिदी भन्दै थियो। र आज म बहिनीलाई चाहिँ रिचार्ज दिन्छु, तर मैले लगाइसकेको हो हैन। त्यसरी प्राङ गर्नु भएर कतिको पत्तामा लगाइछ बहिनीले भन्ने कुरा। रम्ता के हेर्दियो? कपडा काट्नु थियो नि। हाय कपडा काटेर सिलाउनु थियो। अस्तिदेखि रिचार्ज भन्दै थियो। रिचार्ज आज कहाँबाट घाम झुल्क्यो? रिचार्ज ल्याइदियो मलाई दिदी। यो मैले लगाएको जुन भित्र छ क्या। यहाँ भित्र कतिवटा 300 को पो लेखेको त थोरै हो। मैले 100 को लगाएको। अनि यो कोरेर रिचार्ज दिन्छ मलाई? होइन क्या, बाटोमा आउँदाखेरि म आउँदै थिएँ हैन। आउँदाखेरि अनि म फोन बोल्दै आएको हैन। हजुर। अनि म फोन बोल्दै आएको बुढोसँग हैन। अनि त्यहाँदेखि अनि अब भुइँमा बसेर बोलौँ भने घर कहिले पुग्छु भन्ने भयो क्या मलाई। अनि त्यहाँदेखि भुइँमा बस्दाखेरि अब मैले जहिले भुइँ कोटाउने चलन छ फोन बोल्दाखेरि हैन। त्यो भएर अनि आउँदै बाटो पछि क्या यसो गर्दै हेलो गर्दै बोल्दै नै छु। त्यो भएको कारणले यो दुईटा हो कि यो दुईटा चाहिँ मैले लाएको छु एक साइडको। यो 200 चाहिँ लिएको एमबी छैन भनेको थियो अनि तान्ने होला भनेर। अनि मैले यो 100 को लाएर चाहिँ एमबी ताने हैन मैले चाहिँ। अनि लगाएर हेर कस्तो हुन्छ। अनि पुरै अनि घाममा सुत्नुपर्छ भनेर यो पनि युज गरेको हो भर्खरै। अनि यो चाहिँ के हुन्छ अरे युज गर्नु है? यो यसले चाहिँ के गर्छ? यसो घामबाट जोगाउँछ अरे, त्यही भएर दलेको मैले। घामै लाग्नु नदिने हो यो कुरा। लाग्नु त घाम लागिहाल्छ नि, यस्तो अलिअलि सेफ्टी होला त्यो भने। अनुहारमा चाहिँ चाया पोतो आउँदैन भनेर सेफ्टी हो त्यसो। अनि म त कि अब यसले रोक्छ घामै रोक्छ भनेर चाहिँ अनि अब ओहो घाम नपाइने पर भनेर साह्रो दुःख लागिरहेको थियो। त्यो पनि ठिकै छ। यो चाहिँ अब यो स्यारो रहेछ हैन। यो के भन्छ पपया सन रहेछ जयाको। यो पनि राम्रो हो हैन। यो पपया पनि यो अब स्यारो पनि राम्रो छ। लगाइसके हो र? लाको त लागेन। कोड नम्बरै मिलेन। लगाइसकेको रिचार्ज कृपया सरी भन्छ। ला त्यसो भए के भयो त है? फोन बिग्रेछ क्या रे कान्छी तेरो लो। यस्तो त फोन चाहिँ बिग्रेको होइन, तिमीले मलाई रिचार्ज चाहिँ यो लगाइसकेर एमबी तानेर दियौ क्या हो? त्यो त मैले लाएको भइहाल्यो नि। यो कता त्यही पनि लाएर हेर्छु म। त्यही भएर तिमीले मलाई हाउ बोल्यौ। पस्दैन त होला। देख्यौ यहाँ हेर यहाँ लगाइसकेको रिचार्ज भन्छ। कोड नम्बर मिलेन भनिरहेछ क्या। कोड नम्बर मिलेन भन्छ। कोड नम्बर नमिल्ने त के भन्नु कोड नम्बर त? अब तपाईँले रिचार्ज लगाइसकेछ भनेर त आएको छैन। यो लाएको छैन। यो राख जति अब भरै टावर आएको लाउनु यो। अघि अहिले यहाँ रिचार्ज लगाइसकेको भन्दै छ कि। त्यो होइन क्या, टावरले काम नगरेर हो क्या। मलाई झुट बोल्छौ। अहिले तिमीले लायौ रिचार्ज अनि ल मेरो फोनमा हेर्दा भइहाल्यो नि। मैले 100 भन्दा लाएको छु। कोरेको रिचार्ज दिन्छ अनि मसँग 50 रुपैयाँ थियो। भन न के मुलाङ खारे के बरु ल्याइदिन भने के यस्तो लगाइसकेको रिचार्ज ल्याइदियो भनेर दिन्छ। फेरि झन् च्यातिसकेछ। यहाँ लगाइसकेको रिचार्ज के पहिला रिचार्ज गरिसकेको छ तपाईँको भन्छ न। अनि झन् रिचार्ज ल्याइदियो भनाइ खाइ लाएर एमबी तानेर गर्ने मस्किँदै आयो होला। अनि त्यही भएर यसो हो क्या। मैले 100 रुपैयाँ मात्रै लगाएको हो। अनि यो चाहिँ मैले लगाएकै छैन त। अनि किवा अब त्यहाँ 100 त पस्नु पर्ने त, त्यो 100 नपसे पनि होइन। मैले लगाएको छैन क्या। राख्नु नि भरे पस्छ होला क्या। यो राख्नुपर्छ हुँदैन। यो चाहिँ मैले लगाइसकेको होइन कि यसमा त होइन। यस्तो मैले
यहाँ चिन नै लगाएको छु अनि लगाइसकेको भनेर यो चाहिँ होस् यो चाहिँ राख्नुपर्छ किनभने यो चाहिँ काम लाग्छ लगाइसकेको रिचार्ज काम लाग्छ आरती गर्नुपर्ने बरु ल्याइदिन्न भने के यो लगाइसकेको रिचार्ज दिन्छ है मलाई लगाएको छैन के हजुर नै यानी त्यही भएर तपाईँ रिचार्ज भइसकेको छ भनेर भनेको होइन ल तिम्रोमा लाउ न त ल तिम्रोमा पाउँछ भने ल दिदीले सही रिचार्ज लिएर दिए मेरो मोबाइल त छैन अनि ट्रान्सफर गर अनि अहिले हिल भन्दै आएको भने होइन मोबाइल हिल भनेको चाहिँ कहाँ गयो अनि मोबाइल स्विच अफ गरेर चार्जमा लगाइरहेको छु मैले अब तिमी नै लाग भएर लाग्यो भने मलाई ट्रान्सफर गरिदेऊ न लागेन रहेछ भने तिम्रो करेन्ट सोचाइदिन्छु नि फेरि स्विच अफ भइरहेछ मेरो फोन र चार्जमा लगाइदिन्छु भित्र त्यही भएर पो त नत्र म लाएर देखाइदिन्थेँ यो रिचार्ज अस्तिदेखि ल्याइदेऊ है दिदी मलाई रिचार्ज भनेको अनि म त त्यत्रो दोकान गएर ल्याइदिएको होइन त त्यत्रो यो झन् नि अनि म दोकान गएर नि आएको यो ल्याइदिएको पनि हो मैले रिचार्ज तिमीले मलाई बोल्यौ नि म मम्मीलाई भनिदिन्छु मलाई यस्तो रिचार्ज दियो लगाइसकेर अब ल्याइदिएकै हो त नि मम्मीलाई भने के बाउलाई भने मलाई के बरु ल्याइदिन्न तपाईँ म रिचार्ज भनेको भए आफै गइहाल्थेँ नि यस्तो लगाइसकेको रिचार्ज पो ल्याइदिँदो रहेछ लगाएको छैन क्या लगाएको छैन आदि हो लगाइसकेको रिचार्ज ल्याइदिएर अनि म थाहा हुँदैन गोजीमा राख भरे लगाउनुपर्छ कि तिम्रो रिचार्ज तिमीले ल्याऊ तिमीले गोजीमा ल्याऊ लौ तिमीले लगाऊ तिमीले गोजीमा राख लगाइसकेको रिचार्ज ल्याइदिनु अनि अर्कालाई अनि यस्तो रिचार्ज लगाएकै छुइनँ भन्छ कि दोकान घरको मान्छेले लाग्छ त यो रिचार्ज मैले हेरिनँ कोट्टाएँ होला भने मैले ए म दोकान घरमा फोन गर गर्नु तपाईँले रिचार्ज यस्तै दिनुभएको हो भनेर भन्नु म त साँच्चै हो पसेन भने त म त फिर्ता लगिदिन्छु अनि कुट्ला नि मैले नि लगाएको थिइनँ रिचार्ज तिम्रो के गर्नु कुट्नु सधैँ भन मैले लगाएकै छैन रिचार्ज म लगिदिन्छु रम्ताको मोबाइलमा भन भनेर तेरो मोबाइल सब फुटाउनु मेरो मोबाइल फुटाउनु के सस्तो लाग्यो अनि यो रिचार्ज नपस्ने मोबाइल के काम लाग्यो लगाइसकेको रिचार्ज लिएर दिन्छ अनि अर्का लाउँदो रहेछ रिचार्ज गरिसकेको छ भन्छ रिचार्ज लाउँदा चाहिँ अनि रिचार्ज गरेको छैन मैले ल्याएकै छुइनँ कुनदेखि मैले पादेकै छुइनँ भन्नु नि बेर लाउँदैन होला तिमीले त पाद्ने बेलामा पाद्छ अनि मैले पादेको होइन भन्नु बेर लाउँदैन होला रिचार्ज ल्याइदिन्छ यस्तो रिचार्ज त लिएको हो अनि यो रिचार्ज नभएर के हो त यो नोट हो पैसा सकेको रिचार्ज लिएर अर्कालाई दिन्छ अनि मलाई चाहिँ लाजै सम्झिन्छ कि क्या हो यो मान्छेहरूले मैले लाटो सम्झेको भए त यहाँ झन् बहिनीलाई काम लाग्छ अस्ति रिचार्ज छैन एमबी तान्नु पर्ने भनेर भन्दै थियो भनेर झन् ल्याइदिएँ अनि यहाँ लागेन अनि रिचार्ज लगाइसकेको भन्छ अनि अघि तिमीले नि लगाएको होइन बोल्दो रहेछ बोल्नु पायो भनेर जे पायो त भन्दो रहेछ कति नै बरु मैले ल्याएँ बहिनी भनेको भए भइहाल्थ्यो नि क्या बोल्नु पर्ने नि बोल्नु चाहिँ के आवश्यकता छ लगाएको छैन क्या मैले नलाए नला म त च्यातेर फ्यालिदिन्छु लायो अनि च्यातेर फ्यालिदिन्छु अनि किन त नि नलाग्नु त त्यो यो फोन फुटाएर फ्याल्दे तेरो काम मेरो फोन त फुटाउनु लाग्यो त